हामी चाहिँ सिलिचिङ तर्फ लागिरहेका छौँ। सिलिचिङ चढ्ने क्रममा यस्तो यस्तो ठाउँमा चाहिँ जानुपर्ने हुन्छ। कठिन बाटो यात्रा गर्दै चाहिँ हामी कुन ठाउँबाट आउनुभएको तपाईँहरू? अहिले होइन, कुन गाउँबाट? हामी चाहिँ यस्तो कठिन यात्रा गर्नुपर्ने हुन्छ। अब यो ढुङ्गा साल्पा सिलिचिङको ढुङ्गाको कठिन यात्रा फेरि सुरु गर्दैछौँ यहाँबाट। लास्टै बाटो चाहिँ डेन्जर छ है। कठिन यात्रा, सबैभन्दा अप्ठ्यारो ठाउँ, कठिन यात्रा गर्नुपर्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ सबैभन्दा डेन्जर, सिलिचिङ चढ्दाकै सबैभन्दा डेन्जर ठाउँ रहेको छ। यहाँ चाहिँ यस्तो डेन्जर बाटो रहेको छ। यसरी यहाँ चाहिँ दुईपट्टि घोच्चा गाडेर मजाले यसरी काठहरू मात्रै तेर्साएर बनाइएको छ। यहाँबाट चाहिँ लडिन्छ कि झरिन्छ कि भन्ने खालको यता हो विशाल चट्टान भएको ठाउँ। सिलिचिङ पुग्नलाई चाहिँ धेरै गाह्रो छ। सिलिचिङ कठिन यात्रा यस्तै हुँदै गर्नुपर्ने हुन्छ। यस्तो उता हेर्दा चाहिँ लास्टै मजा के आमा है। सिलिचिङ चाहिँ यहाँनिर समुद्री सतहबाट 4155 मिटर उचाइमा रहेको छ। तल बनाइएको छ पोखरीमा, त्यस्तै डिजाइनको चाहिँ बनाइएको रहेछ। अति मजा। सबै पैसा, यो भिज्ने पैसाहरूलाई चाहिँ हामीले टिपेर फेरि हामीले एक ठाउँमा पारेर चाहिँ राखिदिएका छौँ। यो पैसा चाहिँ टक्क आएर यहाँको समितिहरूले व्यवस्थापन गर्नु होला। सुनपाती भैरमपाती भनेको चाहिँ टक्क तपाईँहरूले चिन्नुहुन्न चाहिँ यस्तो रहेको छ। अब पाखाम्बेत है, यो चाहिँ एकदम जडीबुटी औषधि हो। यहाँ हामी चाहिँ सिलिचिङ तर्फ लागिरहेका छौँ। यहाँबाट हामी अहिले उकालो लागिरहेका छौँ। यस्तो हुँदै साल्पा पोखरी चाहिँ यहाँबाट चाहिँ यस्तो देखिन्छ टक्कैसँग मजाले है। यस्तै हुँदै अब हामी सिलिचिङ तर्फ चढ्दैछौँ। यहाँ माथि चाहिँ बौद्ध रहेको छ। बौद्धलाई पनि हामी निहाल्दै अब हामी सिलिचिङ तर्फको यात्रालाई अगाडि बढाइरहेका छौँ। अहिले चाहिँ बौद्ध यो चाहिँ जस दुईतर्फै रहेको छ। साल्पा पोखरी आइपुग्ने बेली पनि र साल्पा पोखरीबाट सिलिचिङतर्फ जाने पट्टा पनि रहेको छ। यो बौद्ध चाहिँ हामीले बौद्धलाई निहालिरहेका छौँ। र यहाँ यसरी अब हामी यो फाटो हुँदै एकदम ठाडो चढ्नुपर्ने हुन्छ। एकदम कठिन यात्रा सिलिचिङको चाहिँ हामी गर्न गइरहेका छौँ। अहिले चाहिँ हामी यो बौद्धमै आइपुगेका छौँ। बौद्ध चाहिँ यता छ भने यता हाम्रो साल्पा पोखरी ट्याक्कै यहाँ तलभित्र बसेको मजाले हामीले यहाँबाट निहाल्न सक्छौँ र देखिरहेका छौँ। यो हो साल्पा पोखरी। हक्कासँग यस्तो देखिन्छ यो माथिबाट वरिपरि डाँडा र डाँडाको बिचमा रहेको साल्पा पोखरी र यता चाहिँ यो गोठ रहेछ। यता यसरी यो बोर्डहरू राखिएको छ र यहाँनिर हामी यहाँबाट यतापट्टबाट चाहिँ हामी यस्तै हुँदै यहाँ यसरी राखिएको छ। यो एरोहरू कता कता जाने भनेर ट्याक्कै यसरी लेखिएको छ। यहाँबाट चाहिँ हामी यस्तो हुँदै उता गएर यो फाटैफाट ठाडो निस्किनु पर्ने हुन्छ सिलिचिङतर्फ पुग्नको लागि चाहिँ। 2100 मिटर दूरी लामो बाटोको यात्रा चाहिँ अब हामी साल्पादेखि सिलिचिङतर्फको चाहिँ यात्रा गर्दैछौँ। हेरौँ ठाउँहरू हेर्दै अवलोकन गर्दै जानेछौँ र मौसमले के कति साथ दिन्छ वेदरले हामी जानेछौँ। कहाँसम्म अब पानी परिरहेको छ र पनि हामी जाने कोसिस गरिरहेका छौँ र गइरहेका छौँ। अब चाहिँ हामी ठाडै उकालो चढ्नुपर्ने हुन्छ। केही पर गएपछि चाहिँ हामी चाहिँ उकालो लागिरहेका छौँ। यता तलतिर देख्न सक्छौँ हराभरा धुप्पी नै धुप्पी भएको ठाउँ र स्थानहरू र यता वरिपरिको पुरै यो सालीमा घाँसै घाँस भएको ठाउँ र यति दामी भ्यूहरूलाई हामी निहाल्दै अवलोकन गर्दै चाहिँ हामी लागिरहेका छौँ। अब चाहिँ हामी ठाडै लाग्नुपर्ने हुन्छ र यो अग्लो चुचुरा देखिरहेको छौँ माथि यो चुचुरा हुँदै चाहिँ अब हाम्रो यात्रालाई अघि बढाउनेछौँ। योभन्दा पहिला चाहिँ यहाँ सानो गोरेटो बाटो मात्र रहेको थियो। अहिले चाहिँ मुन्दुम पदमार्गको बाटो पनि निर्माण गरिएको रहेछ। यो मुन्दुमको बाटो भएर चाहिँ हामीलाई अति सहज र सरल भएको छ। यो बाटो हुँदै चाहिँ अब हाम्रो कन्टिन्यू रूपमा हामी सिलिचिङ टप डाँडातर्फै अगाडि बढाइरहेका छौँ। हामी चाहिँ अब चाहिँ सिलिचिङको ठाडै उकालो चढ्ने पैटै छेउमा चाहिँ आइपुगिसकेका छौँ। ठाडो हुँदै हामी चढ्नुपर्ने हुन्छ। एकदम माथि हामी सिलिचिङतर्फ जानको लागि चाहिँ हामी अब चढ्ने भनेर चाहिँ लागिसकेका छौँ। अब हामी लगभग हामी पुगेरै मात्रै झर्नेछौँ। जस्तै पानी आओस् होइन पुग्छौँ। जस जग्गाको साथ हामी लागिसकेका छौँ। भलै बेलुकी नै भए नि झर्ने हो पुगेर। अब चाहिँ यस्तै हुँदै हामी यो पाहाड भएको यो अग्लो डाँडा छिचाल्दै हामी सिलिचिङतर्फै लाग्नेछौँ।
अहिले चाहिँ हामी साल्पादेखि सिलिचुङ चढ्ने क्रममा छौँ। पानी चाहिँ अति धेरै परिरहेको छ र पनि हामी छाता ओढ्दै भए पनि हामी सिलिचुङसम्म पुग्ने कोसिस गरिरहेका छौँ र कति चाहिँ पुगेर झरिराख्नु भएको छ। यस्तो ठाउँ हुँदै जानुपर्ने हुन्छ, डेन्जर कठिन यात्रा गरिरहेका छौँ अहिले चाहिँ। र अब हामी यस्तै हुँदै यो माथि माथि मान्छे हिँडिरहेको हामी देखिरहेको छौँ। क्यामेराले अलिक मजाले नभ्याइरहेको अवस्था छ। यस्तै हुँदै हामी सिलिचुङ पुग्नेछौँ र यहाँसम्म चाहिँ मुन्दुम पद्मनाभको बाटो निर्माण गरिएको रहेछ। यतासम्म यहाँसम्म, यहाँदेखि चाहिँ रहि नरहेछ। अब हामी यस्तै हुँदै यो ठाउँहरूलाई निहाल्दै अवलोकन गर्दै र यहाँ सिलिचुङसम्म पुग्दा के कस्तो छ र कसरी पुग्न सकिन्छ भन्ने बारेमा हजुरहरूसँग हामी भिडियो प्रस्तुत गर्दै चाहिँ अब हामी सिलिचुङतर्फै लागिरहेका छौँ। हामी चाहिँ सिलिचुङ चढ्ने क्रममा यस्तो यस्तो ठाउँ हुँदै जानुपर्ने हुन्छ। ढुङ्गा भएको ठाउँ यस्तो छ र यस्तो ठाउँहरूलाई पार गर्दै गर्दै हामी सिलिचुङको कठिन यात्रामा अघि बढी नै रहेका छौँ। अहिले चाहिँ यस्तो देख्न सक्छौँ माथि माथि ढुङ्गा पुरै पानी परिरहेको छ। पानीले पुरै डिस्टर्ब चाहिँ गरि नै रहेछ। यस्तै हुँदै हामी सिलिचुङ लागिरहेका छौँ। हाम्रो एकजना भाइ र दाइ चाहिँ आउनु भएन, हामी मात्रै गइरहेको छौँ। 4 जना गइरहेको छौँ। हामी 6 जनामा 4 जना गएको छौँ, 2 जना चाहिँ आउनु भएन, पानी परेको हुनाले उहाँहरू आउनु भएन र हामी चाहिँ गइरहेका छौँ। अहिले चाहिँ हामी चाहिँ यात्रा गर्ने क्रममा यस्तो ठुलो ढुङ्गाहरू पनि भेट्न सक्छौँ र यता ढुङ्गा भएको पहाडी यता रहेको छ। यस्तो त माथितिर पुगेछ कोही। यस्तो त्यो सिधै ठाडो माथि टप पुग्नुपर्ने छ। त्यहाँबाट अझै माथि त्यहाँ पुगेपछि लगभग आधीभन्दा अलिक कम पुगिन्छ। त्योभन्दा अझै माथि जाने पर्ने हुन्छ। हाम्रो यात्रालाई हामी सिलिचुङतर्फै बढाइरहेको छौँ। पानी चाहिँ अति धेरै मात्रामा परिरहेको छ। लास्टै गाह्रो फिल भइरहेको छ। सास पनि बढिरहेको छ। अब जति हाइट चढिँदैछ त्यति गाह्रो हुन्छ है। यस्तै छ। हामी चाहिँ यतातर्फ गएको थियौँ। साल्पाहरू यो तल कोपमा हो। साल्पा सिलिचुङको डेन्जरस यात्रा गरिरहेका छौँ। हामी चाहिँ चट्टान भएको ठाउँ स्थान हुँदै यहाँ हामीले देख्न सक्छौँ ढुङ्गाहरू। यस्तो ठाउँ अनि यति धेरै ढुङ्गै भएको ठाउँ र स्थान। यता माथि खस्नै लागेको ढुङ्गाहरू पनि हामीले अति धेरै मात्रामा देखिरहेका छौँ र हामी कन्टिन्यू रूपमा चाहिँ हामी आरामसाथ हामी सिलिचुङतर्फ लागिरहेका छौँ। अहिले चाहिँ मौसम केही खुलिसकेको छ, बादलहरू हटिसकेको छ र यो तलको भ्यूहरू पनि यस्तो देखिरहेको छौँ र यो साल्पा पोखरी भएको ठाउँ स्थानहरूलाई नि हामीले मजाले देखिरहेको छौँ। यहाँबाट चाहिँ यात्रा बबाल भइरहेछ। हामी चाहिँ अहिले सिलिचुङतर्फै गइरहेको छौँ। सिलिचुङ चढ्ने क्रममै छौँ। अहिले चाहिँ बादल पुरै लागिरहेको छ र मकै खाँदै चाहिँ हामी उकालो पार गरिरहेको छौँ आरामसाथ। पानी पनि परिरहेको छ, हल्का बादल लागिरहेको छ। मौसमले लास्टै च्यालेन्ज गरिरहेको छ। यहाँबाट हामी देख्न सक्छौँ यस्तो ठाडो भिडिरहेको छ। यस्तो है डेन्जर ठाउँ। यस्तो ठाउँहरू पार गर्दै चाहिँ हामी यात्रा गर्नुपर्ने हुन्छ। एकदम कठिन यात्रा सिलिचुङको हामी गरिरहेको छौँ। अहिले चाहिँ सिलिचुङ चढ्दा चाहिँ यस्तो कठिन बाटो यात्रा गर्दै चाहिँ हामी जानुपर्ने हुन्छ। एकदम सालिमै भएको ठाउँ रहेको छ र चट्टान भएको डाँडा बिचबाट चाहिँ सानो गोरेटो बाटो रहेको छ। यो गोरेटो बाटो हुँदै चाहिँ हामी पार गर्नुपर्ने हुन्छ। उहाँहरू चाहिँ माथि पुगेर पनि झरिसक्नु भएको रहेछ। कुन ठाउँबाट आउनुभयो अङ्कल? कुन ठाउँबाट आउनुभएको तपाईँहरू? अहिले होइन, कुन गाउँबाट? भोजपुर कुन ठाउँ? गाउँपालिका कहाँनिर कुन टोल? हाम्रो नि टेम्केमयौँ हो त। ए बजारै हो। हाम्रो नि टेम्केमयौँ हो। पहिला घर त त्यही हो नि त। ए त्यही हो। अहिले चाहिँ भोजपुर बस्नुहुन्छ? ए भर्खर। तपाईँहरू माथि टपै पुग्नुभयो? कति बजी चढ्नुभयो बिहान? बिहान हामी लगभग यहाँबाट त 6 बजी चढ्यौँ। 6 बजी चढ्नु भयो? कति घन्टामा पुग्नुभयो तपाईँहरू? 2.5 घन्टा जस्तो लाग्छ। 2.5 घन्टा जस्तो लाग्यो है? ए जस्तो लाग्यो मलाई चाहिँ है। हजुर। अलिक घडी याद गरिएन कतै मिस्टेक हजुर हुनसक्छ। पाउने 3 घन्टा हजुर लगभग पुगिन्छ। हजुर हस् त अङ्कल, राम्रोसँग जानु होला। चिप्लो बाटो छ ओह्रालोमा। हस् त हजुर आरामले झर्नु न। चिप्लो छ, जोगिनुपर्छ, डेन्जर छ ठाउँ। यस्तो छ। यस्तै हुँदै हामी चाहिँ अब यस्तै बाटो कठिन यात्रा गर्नुपर्ने हुन्छ। टेम्केमयौँ गाउँपालिकाकै हाम्रो अङ्कलहरू चाहिँ हुनुहुँदो रहेछ। उहाँहरू चाहिँ सिलिचुङ पुगेर झरिसक्नु भएको छ। हामी पनि सिलिचुङतर्फै चाहिँ अघि बढी नै रहेका छौँ। अब हामी यी दृश्यहरूलाई देखाउँदै कैद गर्दै चाहिँ हामी लागिरहेका छौँ र अब यहाँनिर मौसमले अलिक साथ नदिएको हुनाले वरिपरिको यो ठाउँहरूलाई मजाले देखाउन पनि पाइरहेका छैनौँ।
हामी चाहिँ यस्तो कठिन यात्रा गर्नुपर्ने हुन्छ सिलिचुङसम्म पुग्नको लागि चाहिँ। यस्तो सानो गोरेटो बाटो छ, टेक्दा पनि कतै चिप्लेर खुट्टा चिप्ले जाने हो कि चिप्ले भन्छ यहाँ चाहिँ लगभग बाँचिँदैन है। यस्तो यस्तो ठाउँ हुँदै हामी यात्रा गर्नुपर्ने हुन्छ। बाटो चाहिँ यही रहेको छ। यस्तै यतै हामी निक्लिसकेको छौँ। यता तलबाट बादल चाहिँ यसरी सरर उभो गइरहेको छ। यता यस्तो ठाडो हुँदै यो फाँट यस्तो यति ठुलो ढुङ्गा रहेछ। यस्तो त्यो माथि यो ढुङ्गादेखि यो कापतिर पुग्नुपर्ने हुन्छ। यति धेरै गाह्रो समस्या कठिन यात्रा चाहिँ हामीले गरिरहेका छौँ। अहिले चाहिँ लास्टै समस्या झेल्दै हामीले पुग्नुपर्ने ठाउँ सिलिचुङ रहेको छ। एकदम गाह्रो यात्रा। हामी नजाँदा पनि हुन्थ्यो। हजुरहरूसम्म चाहिँ यो ठाउँको भिडियो ल्याउँ र हजुर हामीसम्म चाहिँ प्रस्तुत गरौँ भन्ने सोच विचारको साथ हामी लागिरहेका छौँ। एकदम गाह्रो समस्या भए तापनि हामी कठिन यात्रा गरि नै रहेका छौँ। यस्तो डेन्जर बाटो हुँदै जानुपर्ने हुन्छ। लडिन्छ है। यस्तो छ, यस्तै हुँदै यो ढुङ्गा भएको ठाउँ हुँदै हामी उँभो जानुपर्ने हुन्छ। ठाउँ चाहिँ यस्तो डाँडाहरू पनि रहेको छ। हक्क लाएर उता हेर्दा चाहिँ पक्का रिङ्गाटो सुट्छ कसम। रिङ्गाटो छुट्ने ठाउँ यस्तो छ। यो चाहिँ विशाल चट्टान रहेको छ। ढुङ्गा विशाल चट्टान देखिरहेको छौँ। सिलिचुङ जाँदा चाहिँ यस्तै ठाउँ हुँदै हामीले यात्रा गर्नुपर्ने हुन्छ। यस्तो ठाउँ हामी आएको थियौँ। सिलिचुङसम्म पुग्न चाहिँ यस्तो कठिन यात्रा गरिरहेको छौँ। अहिले चाहिँ यस्तो भिडको बाटो यात्रा गर्नुपर्ने हुन्छ। हाम्रो दुईजना चाहिँ माथि पुगेर आउनु हुँदो रहेछ अङ्कलहरू चाहिँ एकदमसँग। यो बाटो अप्ठ्यारो छ, त्यही भएर उहाँलाई जाँदा चाहिँ खासै गाह्रो हुँदैन। उकालो जाँदा चाहिँ अब खासै हेरिँदैन हुँदो, झर्दा चाहिँ अलिक निकै तर्मर्दै यात्रा हुन्छ। यो चाहिँ सिलिचुङको चाहिँ, त्यही भएर उहाँहरू चाहिँ यसरी झरिराख्नु भएको छ आरामले। कुन ठाउँबाट आउनु भएको तपाईँहरू अङ्कल? कुन ठाउँ? हजुर मोरङबाट है। कति दिनमा आइपुग्नु भयो यहाँ? यहाँ साल्पा सिलिचुङ छेउतिर नबस्नुहोस्, उता पल्टी जान्छ। अहिले अप्ठ्यारो छ। 4 दिन भयो है तपाईँहरू? बिहानै चढ्नु भयो कि यो चाँडै? ए त्यही भएर अँधेरोमा खासै देखिँदैन। ऊ झर्दाखेरि चाहिँ लास्टै गाह्रो हुन्छ कि यहाँनिर। समस्या चाहिँ यही छ। होइन एकछिन बस्नुहुन्छ होला नि त, गल्नु होला। यस्तै समस्या हुन्छ। आमा माथि पुगिसक्यो। यस्तो छ बाटो। सिलिचुङ चढ्ने कठिन यात्रा भनेको यही रहेको छ। यसरी जानुपर्ने हुन्छ। झर्दाखेरि उहाँहरू चाहिँ बिहानै राति नै चढ्नु भएको रहेछ। झर्दा चाहिँ भिड देखेर यस्तो भिड देखेर रिङ्गाटा चढ्दा चाहिँ त्यसरी पुरै 4 पाउ टेक्दै झरिराख्नु भएको छ। अनि यहाँ देख्न सक्छौँ यस्तो बाटो रहेको छ। हामी एकदम कठिन यात्रा गरिरहेका छौँ सिलिचुङको चाहिँ। आज चाहिँ हजुरहरू सामु यो भिडियो प्रस्तुत गर्दै चाहिँ हामी चढिरहेका छौँ र जाने कोसिस गर्दै हामी लगभग आधी बाटै छेउमा चाहिँ पुगिसकेका छौँ अहिले चाहिँ। अनि यदि तपाईँहरू पनि यो ठाउँ आएर चढ्ने मन छ भने चाहिँ तपाईँहरू तराईमा बस्नुभएको छ भने चाहिँ तपाईँलाई अति गाह्रो हुनेछ। उहाँहरू चाहिँ मोरङबाट आउनुभएको रहेछ, त्यही भएर पनि उहाँ अङ्कल त ठिकै हुनुहुन्थ्यो। आन्टीलाई चाहिँ अति गाह्रो भएको रहेछ। उहाँ चाहिँ 4 पाउ टेक्दै, अहिले पानी पनि परिरहेको छ, चिप्लो छ। भिड देख्दै रिङ्गाटो छुटेर चाहिँ भित्तापट्टि फर्केर 4 पाउ टेक्दै झरिराख्नु भएको छ। यस्तो गाह्रो यात्रा, कठिन यात्रा भइरहेछ हाम्रो चाहिँ। यस्तो पहाडै पारको बाटो, भिरको बाटो चाहिँ हामी चढ्नुपर्ने हुन्छ सिलिचुङसम्म पुग्नको लागि चाहिँ। ठाउँ त चट्टान भएको ठाउँ स्थान हुँदै हामी यात्रा गर्नुपर्ने हुन्छ। र यो गोरेबाट चिप्लेर गयो। वान मिस्टेक गेम ओभर, जिन्दगी चिलिम फर्किन्छ। यस्तो ठाउँ रहेको छ। कठिन यात्रा गरेर यस्तो बाटो हुँदै निस्किसकेको छौँ। र यहाँनिर अहिले यो चट्टान यस्तो ढुङ्गा भएको ठाउँ र स्थान आइपुगिसकेको छौँ हामी चाहिँ। अब यस्तो हुँदै फेरि यताबाट यो ढुङ्गा भएको ठाउँ हुँदै यस्तो हुँदै जानुपर्ने छ। सबैभन्दा कठिन यात्रा साल्पा सिलिचुङको चाहिँ हामी गरिरहेकै छौँ। यस्तै बाटो हुँदै हाम्रो यात्रा सिलिचुङतर्फै बढाइरहेको छौँ। बदालहरू चाहिँ तल यो पर डाँडाहरू र ढुङ्गा भएको ठाउँ स्थान हामी हुँदै लागिरहेको छौँ। हाम्रो यस्तो डेन्जर ठाउँबाट चाहिँ
जानुपर्ने हुन्छ यताबाट बाटो चाहिँ रहेको छ। अब चाहिँ हामी मेन डेन्जर अप्ठ्यारो यताको उताको यो बाटोलाई काट्दै काट्दै हामी आधी बाटो चाहिँ पार गरिसकेको छौँ लगभग। अहिले चाहिँ हामी देख्न सक्छौँ यस्तो खुल्दैछ र अब यो माथि चाहिँ अलिक मैदान छ, यहाँबाट चाहिँ अलिक बाटो तम्साइले रहेको छ। माथि एक ठाउँ चाहिँ अलिक डेन्जर बाटो छ, त्यो बाटोहरू पनि हामी निहाल्दै हाम्रो यात्रालाई अगाडि नै बढाउने छौँ। हामी चाहिँ अहिले कठिन यात्रा गर्दै गर्दै सिलिचुङदेखि नै ठाउँ टप आइपुगिसकेको छौँ। देख्न सक्छौँ यस्तै ठाउँ हुँदै अब यो ढुङ्गै ढुङ्गा 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 यस्तै हुँदै हामी गएर टक्क यो माथि देखेको सिलिचुङको टप डाँडा हो, टप डाँडा पुग्नेछौँ। र हामी निस्केको भूभाग चाहिँ यतापट्टि रहेको छ, यस्तो रहेको छ, पुरै बादलै बादल रहेको छ। यस्तो हुँदै हामी यो बाटो आएको थियौँ र यता हामी देख्न सक्छौँ ढुङ्गाहरू यस्तो तरिकाले अरिआएको छ। र यतापट्टिको यो भूभागहरू हामी यतापट्टि भोगचुरपट्टि अघि हेऱ्यौँ भने यतापट्टि यो खोटाङपट्टिको भूभागहरू यस्तो देखिन्छ। यतापट्टिबाट हामीले निहालिरहेको छौँ, यो चाहिँ खोटाङतर्फको भूभाग हो। अब चाहिँ हामी यस्तै हुँदै ट्र्याक्कै माथि सिलिचुङ डाँडा चढ्दैछौँ। अब चाहिँ हामी यो साल्पा सिलिचुङको ढुङ्गै ढुङ्गाको कठिन यात्रा फेरि सुरु गर्दैछौँ। यहाँबाट यो ढुङ्गै ढुङ्गा यस्तो हुँदै जानुपर्छ। हामी निस्केको यतापट्टिबाट हो, यो तर्फबाट। अब हामी यस्तै हुँदै गइरहेको छौँ। हेर्दै डरलाग्दो डेन्जर ठाउँ रहेको छ। अब हामी चढ्दैछौँ एकदमसँग सिलिचुङ डाँडातर्फ। यता हुँदै यस्तो जानुपर्ने हुन्छ हामी सिलिचुङसम्म पुग्नको लागि। लास्टै बाटो चाहिँ डेन्जर छ है, तलतिर ठाडो, यता ढुङ्गै ढुङ्गा भएका ठाउँ, ढुङ्गेनी ठाउँ यस्तो छ। हावा चल्छ मान्छे नै उडाउने, यस्तो गाह्रो छ यात्रा, समस्या छ। अब चाहिँ हामी फेरि यतातर्फहरू यस्तो हुँदै यो खोची ढुङ्गै ढुङ्गा भएको ठाउँबाट निस्किँदै अब चाहिँ हामी फेरि यता माथि ढुङ्गै ढुङ्गा हुँदै अब यता जाँदैछौँ। यता चाहिँ पुरै बादल लागिरहेको छ र यहाँबाट एउटा डेन्जर बाटो रहेको छ। त्यो डेन्जर बाटोतिरको हाम्रो यात्रालाई अगाडि बढाइरहेको छौँ। उकालोमा सास बढेर केही बोल्नै गाह्रो भइरहेको छ मलाई चाहिँ। कससँग यस्तै हुँदै जानुपर्ने छ। यहाँ चाहिँ अब डेन्जर बाटो भेटिन्छ है फेरि हामीले लास्टै मुटुै काम्ने बाटो। यस्तो यस्तो ढुङ्गाहरू रहेको छ, आम्मा डेन्जर छ बाटो चाहिँ। यहाँ अग्लो पहाड डरलाग्दो बाटो यहाँ छ। अब यताबाट यस्तो यस्तो ठाउँ हुँदै हामी जानुपर्ने हुन्छ, फेरि यस्तो घुम्नुपर्ने हुन्छ। चट्टसँग निस्किनुपर्ने हुन्छ। अब हामी फेरि यही भाग निक्लिसकेको छौँ। सिलिचुङ माथि टप हो, कुहिरोले गर्दा केही देखिएको छैन। अहिले चाहिँ हामी डेन्जर कठिन यात्रा, सबैभन्दा अप्ठ्यारो ठाउँ, कठिन यात्रा गर्नुपर्ने ठाउँमा आइपुगेका छौँ। यो चाहिँ सबैभन्दा डेन्जर, सिलिचुङ चढ्दाकै सबैभन्दा डेन्जर ठाउँ रहेको छ। यहाँ चाहिँ यस्तो बाटो हुँदै हामी जानुपर्ने हुन्छ। ढुङ्गै झर्नु लागेको देखिरहेको छौँ। यतापट्टि पनि पुरै ठाडो, फेरि यता पनि पुरै यहाँबाट झरिहाल्छ लगभग मान्छे चाहिँ टुक्रा टुक्रा हो। यस्तो ठाउँ छ, हामीले देखिरहेको छौँ। यस्तै हुँदै हामी जानुपर्ने हुन्छ। अझै योभन्दा अगाडि डेन्जर ठाउँ छ, सरासँग जानुपर्ने हुन्छ। हाम्रो कठिन यात्रा सबसे यहीँ हो, भइरहेको छ। यो आउनु हुँदो रहेछ है, यस्तो ठाउँ छ है। यता चाहिँ वान मिस्टेक हो भने गयो। डेन्जर यात्रा सबैभन्दा यही रहेको छ सिलिचुङ चढ्दाखेरिको। आउनुहोस् यता आउनुहोस्, तपाईँ कट्नु अप्ठ्यारो छ त्यहाँ, कट्नुहोस्। यस्तो अप्ठ्यारोमा त गाह्रो हुन्छ, मेन अप्ठ्यारो यही हो बाटो।
के भयो डर लाग्यो बिस्तारी ल। यहाँ चाहिँ यस्तो डेन्जर बाटो रहेको छ। यसरी यहाँ चाहिँ दुईपट्टि घोच्चा गाडेर मजाले यसरी काठहरू मात्रै तेर्साएर बनाइएको छ। यहाँबाट हामी देख्न सक्छौँ यता यस्तो खतरा ठाउँ रहेको छ। पारी कटिसक्नु भएछ। अरू चाहिँ हामी चाहिँ यो कठिन यात्रा गर्दैछौँ सिलिचुङको। बिस्तारी ल बिस्तारी बिच हेर्नु साइडमा हेर्नु। यस्तो हुन्छ चक्क डेन्जर बाटो है यो सबसे सिलिचुङ चढ्दाखेरिको। यस्तो छ यतापट्टि पनि यस्तो छ ट्याक्कै यतापट्टि नि यस्तो गहिरिएर गएको ठाउँ र यतापट्टि नि यस्तो गहिरिएर गएको ठाउँ र यहाँ चाहिँ यस्तो ठाउँमा चाहिँ लास्टै डेन्जर ठाउँ रहेको छ। बाटो सबसे अप्ठ्यारो बाटो सिलिचुङ चढ्दाको बाटो यो रहेको छ। हामीले यो अप्ठ्यारो बाटो चाहिँ हामीले अहिले पार गरिसकेको छौँ। अब हामी योभन्दा माथि गएर सिलिचुङ टपमै पुग्नेछौँ। आज चाहिँ बादल लास्टै लागिरहेको छ, त्यही भएर वरिपरि देखिने भ्यूहरूलाई चाहिँ हामीले क्याप्चर गर्न नपाइने भयो। दुःख लाग्दो कुरो चाहिँ यही रहेको छ। हट्ट यस्तो छ। हामी चाहिँ सिलिचुङ जाँदाखेरि भेटिने कठिन यात्रा गर्ने ठाउँको कठिन बाटोलाई पार गरिसकेको छौँ। अहिले चाहिँ बादल लागेर मजाले देखिरहेको छैन। यतापट्टि नि खतरा र यतापट्टि खतरा रहेको छ। यस्तै हामी पार गरेर अब हाम्रो यात्रालाई अगाडि नै बढाइरहेका छौँ बबालसँग। अब हामी सिलिचुङ टपमा गएर चाहिँ सिलिचुङबाट भिडियो बनाउनेछौँ र अनि हामी फर्कनेछौँ। आज चाहिँ हिमालहरू चाहिँ हेर्न पाइनौँ। यहाँनिर छ है अब डेन्जरबाट फेरि त्यो एउटा खतरा डेन्जरबाट पार गऱ्यौँ। अब यहाँनिर डेन्जर बाटो छ, बिस्तारो नधरेर छेउ नहेर्नु भित्ता हेरेर हिँड्नु ल। भित्ता हेरेर हिँड्नुपर्छ नि लडी डर लाग्दैन। यस्तो डेन्जर बाटो छ है। यसरी काठले बारिएर बनाइएको छ। यहाँबाट चाहिँ लडिन्छ कि झरिन्छ कि भन्ने खालको यता हो विशाल चट्टान भएको ठाउँ र यस्तो बाटो चाहिँ हामी पार गरिरहेको छौँ। मलाई चाहिँ यत्तिकै भित्र सामान्य नै लाग्छ है। फेरि पहिले पनि हिँडेँ हो, त्यही भएर यस्तो ठाउँ छ है। यसरी काठले मात्रै घोचा गाडेर बारिएको छ। कस्तो छ यस्तो छ तर डरै रहेछ है। यो डर चाहिँ जस यस्तो हुँदै अब हामी एउटा कठिन अर्को कट्दैछौँ यहाँबाट सरारासँग। अब उकालो चढ्नुपर्ने हुन्छ फेरि। सिलिचुङ पुग्नलाई चाहिँ धेरै गाह्रो छ। सिलिचुङको यात्रा गर्नलाई चाहिँ यसरी अगाडि हाम्रो दाइहरू गइराख्नु भएको छ। पोखरीमा किरालाई ढोकेको कठिन यात्रा यस्तै हुँदै गर्नुपर्ने हुन्छ। आहा डेन्जर ठाउँ है यो चट्टल्लाएर। अब पानी त उहीँ पाउँछ छैन त्यो तल क्या त्यो पूजा गरेर ठाउँ थियो नि। अलिक पछि बर्खामा चाहिँ त्यहाँ पाउँछ, अहिले त छैन रहेछ। हजुर अब त यही माथि हो पुगिहाल्यो। हजुर म 2 खेप हुन्छ यो चट्टीले। पहिले पनि आएको थिएँ भाइ अर्कोचोटि चाहिँ आउँदै आउँदिन। त्यस्तो चाहिँ दाइ म पनि पहिले होइन म पनि त्यसै भनेर गएको है जानु चाहिँ। अनि पछि के भने गएर यसो सोच्दैको फोटो भिडियो हेऱ्यो यो ठाउँ जाउँ लाग्ने के त्यस्तो हुन्छ। पछि हेर्ने तपाईँले पनि त्यस्तै हुन्छ फिल चाहिँ यात्रा गर्दै अब चाहिँ ट्याक्कै सिलिचुङको टुप्पाभन्दा केही तल आइपुगिसकेका छौँ। यहाँनिर चाहिँ हामीले यो देखिरहेको छौँ, यो अग्लो डाँडा यही हो सिलिचुङ चाहिँ। अब चाहिँ हामी सिलिचुङमा गएर यतिकै खुल्यो भने चाहिँ हामी वरिपरिको भ्यूहरूलाई नि मजाले निहाल्नेछौँ र अवलोकन गर्नेछौँ। सत्य हो त्यही हो भतिज यार, यस्तो हुँदै जानुपर्ने छ। बाटो चाहिँ लास्टै डेन्जर छ हाम्रो। यहाँबाट यस्तो हुँदा चाहिँ लास्टै मजा क्या आमा है। सिलिचुङ चढ्नु चाहिँ त्यति सहज तरिकाले चाहिँ हामी पुग्न सक्दैनौँ है। यस्तो ठाउँलाई यात्रा गर्दै चाहिँ हामी सिलिचुङ चाहिँ चढ्नुपर्ने हुन्छ। जस यतिको जस्तो जग्गा चाहिँ हुनुपर्छ सिलिचुङ चढ्नुलाई चाहिँ। यतिको जस्तो जग्गा भएन भने चाहिँ पुगिँदैन भन्ने मलाई लाग्छ होइन ला। यस्तो दामी ढुङ्गा चढाउने ठाउँ स्थान बनाएको ठाउँमा चाहिँ हामी आइपुगिसकेका छौँ र यताबाट यो आएको बाटो रहेको छ। यताबाट नि छ, यता यहाँबाट सुलु र यता
अन्य गाउँ ठाउँ पुग्ने बाटो रहेको छ। अब चाहिँ हामी सिलिचुङै छेउ चाहिँ आइपुगेका छौँ। यहाँबाट चाहिँ उता गएर निस्किनु पर्ने हुन्छ बाटो। दर्शकबिन अहिले चाहिँ हामी सिलिचुङकै काखमा आइपुगेका छौँ। छेउमा चाहिँ हामी आइपुगेका छौँ। अब चाहिँ हामी टक्क लाएर यहाँ यति धेरै हावा चलिरहेको छ, भोइसमा पनि केही हावालाई डिस्टर्ब ल्याइरहेको छ कि भन्ने लागिरहेको छ मलाई चाहिँ। अब यस्तै हुँदै हामी चाहिँ सट्ट लाएर यही माथिल्लो डाँडा रहेको छ, ट्याक्कै पुगिसकेका छौँ। केही कागहरू पनि यस्तो हावामाथि उडिरहेको छ। अब चाहिँ हामी गएर सिलिचुङबाट जस मौसमले साथ दिएको छैन, अलिक खुल्यो भने चाहिँ हामीले त्यहाँबाट देखिने भ्यूहरूलाई देखाउनेछौँ। नत्र हामी पूजा गरेर चाहिँ हामी आफ्नै गन्तव्यतर्फ फर्काउनु पर्ने हुन्छ र फर्काउनका लागि चाहिँ हामी तयारी गर्नेछौँ। दर्शकबिन अहिले चाहिँ हामी सिलिचुङमै चाहिँ अब आइपुगि नै सक्यौँ है ट्याक्कैसँग। यस्तो हुँदै यहाँ आइपुगेपछि चाहिँ यस्तो हुँदै निस्कनु पर्ने हुन्छ। यसरी पाहाडै पाहाड रहेको छ। यो माथि टपमा चाहिँ नि मजाको ठाउँ छ र पूजा गर्ने ठाउँ र किरात मुन्दुमी अनुसारको पुज्ने मुन्दुम गर्ने ठाउँ स्थान केन्द्र रहेको छ सिलिचुङको टुप्पामा चाहिँ। हामी चाहिँ अहिले चाहिँ हामी सिलिचुङ छेउमा आइपुगिसकेका छौँ। सिलिचुङ चाहिँ यही माथि काला रहेको छ। यहाँ चाहिँ अलिक टपमै आउने बेला चाहिँ अलिक यहाँ बाटो अलिक अप्ठ्यारो रहेको छ। ताकिला लागेर निकै अप्ठ्यारो बाटो रहेको छ। यहाँबाट चाहिँ निकै जोगेर हिँड्नुपर्ने हुन्छ। यस्तो डेन्जर बाटो रहेको छ। अझ यो डेन्जर बाटोलाई पार गर्दै हामी किरात मुन्दुमी एकदम थलो केन्द्र भएको ठाउँ स्थान सिलिचुङको टपमै सिरानमै चाहिँ अब हामी आइपुगिसकेका छौँ। अब चाहिँ यहाँ माथि गएर हामी निहाल्ने छौँ र अवलोकन गर्नेछौँ। हावा चाहिँ अत्यधिक मात्रामा चलिरहेको छ। हावाले भएसमा पनि अति धेरै डिस्टर्ब ल्याइरहेको छ कि भन्ने पनि लागिरहेको छ मलाई चाहिँ। अहिले चाहिँ हामी दर्शक पनि यहाँ टक्कै सिलिचुङको टुप्पामा आएर चाहिँ हामीले निहालिरहेका छौँ। यतापट्टिको ठाउँहरूलाई चाहिँ यहाँनिर मजाले यसरी यतापट्टि चाहिँ हामी देव टिप्नलाई जानुपर्ने छ, तल पुग्नुपर्ने हुन्छ सुनपाती भैरमपाती। हामी चाहिँ यतातर्फबाट आएका थियौँ। अब यहाँ यो पूजा गर्ने ठाउँमा हामी निहाल्नेछौँ के रहेछ। यहाँ चाहिँ यसरी झन्डा पनि लिएर चढाइएको रहेछ सिलिचुङलाई। सिलिचुङ चाहिँ यहाँनिर समुद्री सतहबाट 4155 मिटर उचाइमा रहेको छ सिलिचुङ डाँडा चाहिँ। यहाँनिर हामीले देख्न सक्छौँ यसरी लेखेर राखिएको रहेछ। यहाँ चाहिँ मेन पूजा गर्ने ठाउँ स्थान रहेको छ। यहाँनिर के कस्तो बनाइएको रहेछ त अहिले यो कुराहरूलाई नि हामी अवलोकन गर्नेछौँ, निहाल्नेछौँ। यहाँ चाहिँ यसरी पारहाङ सुम्दिमाको प्रतिमा शालिग निर्माण गरिएको रहेछ। जस्तै यहाँ तल बनाइएको छ पोखरीमा त्यस्तै डिजाइनको चाहिँ बनाइएको रहेछ। अति मजाले बनाएर चाहिँ लिएर राखिएको रहेछ। हामीले यहाँ आएर मजाले निहाल्न अवलोकन गर्न र पूजा गर्न सक्ने रहेछौँ। यहाँनिर हामीले देखिरहेको छौँ मजाले यसरी शालिग बनाएर यति धेरै। र यहाँ रुद्राक्षको माला यसरी चाहिँ चढाउने गरिएको रहेछ र त्रिशूल पनि अति ठुलो हामीले देखिरहेको छौँ। र मेन टप चाहिँ यही रहेको छ। यहाँनिर हामीले त्रिशूल राखेको गाडिएको पनि देखिरहेको छौँ। यता हामीले देख्न सक्छौँ चरा पनि अति मजाले भगवानको नाममा चढाएको यो ऊ आएर अक्षताहरूलाई आएर खाइरहेको छ उसको पेटको लागि होइन, चढिरहेको छ। यता देख्न सक्छौँ अर्को पनि आइरहेको छ। सायद भगवानको नाममा दिएको भगवानै हुनसक्छ यो सिलिचुङ डाँडामा आएर हामीले यस्ता कुराहरू निहाल्न सक्ने रहेछौँ। यति मजाले नभाग्ने पनि क्या यस्तो बसिरहेछ। अब ल हामीले यहाँ के अक्षता चढाइदिउँ त, खाओस् हाम्रो नामको भगवानले। यस्तो छ। अब चाहिँ हामी टक्क यहाँ आएर सिलिचुङमा आएर चाहिँ मजाले यो ठाउँमा आएर चाहिँ हामी यो केन्द्रमा आएर चाहिँ किरात राईको मुन्दुमी केन्द्र स्थान टप सिलिचुङमा चाहिँ आएर 4155 समुद्री सतहबाट 4155 उचाइ 55 मिटर उचाइको टपमा आएर चाहिँ हामीले अहिले यो सिलिचुङमा आएर चाहिँ हामीले यो कुराहरूलाई निहालिरहेका छौँ र हामी यहाँ पूजा गर्न लागिरहेका छौँ। अहिले चाहिँ अब हामी केही पूजा गर्नेछौँ र त्यसपछि हामी सुनपाती भैरमपाती टिप्नलाई यो पल्लोपट्टि जानेछौँ अनि त्यसपछि चाहिँ हामी फर्कनेछौँ। यदि तपाईँहरू पनि आउनु चाहनुहुन्छ भने चाहिँ यहाँसम्म मजाले तपाईँहरू आएर चाहिँ फर्काउन सक्नुहुन्छ। तर यहाँसम्म आउनुलाई धेरै कठिनै बाटो रहेको छ, धेरै गाह्रो हुने चाहिँ बाटो रहेको छ र समस्या झेल्दै भए तापनि डराउँदै भए तापनि तपाईँहरू यहाँसम्म आएपछि चाहिँ यो टपमा आएपछि यहाँ आएपछि चाहिँ यहाँको मजै छुट्टै लिन पाउनुहुनेछ। तपाईँहरूले चाहिँ अहिले चाहिँ यो बादल लागेर कि यो पारीतिरको भ्यूहरू देखेको छैन यहाँबाट, नत्र हिमालहरू यस्तो मजाले देखिन्छ। यो पारी यहीँ पारी जस्तो जाउँ लाग्ने नजिकै जस्तो हिमाल चाहिँ अति धेरै मजाले हामीले देख्न सक्थ्यौँ। आज चाहिँ यो दृश्यहरूलाई हामीले निहाल्न पाएनौँ, दुःख लाग्दो कुरा चाहिँ यही छ। तर खुसी चाहिँ के लागेको छ नि यहाँसम्म आएर यो हामीले सिलिचुङको टपमा आएर पूजा गर्न पायौँ र यो ठाउँसम्म आएर चाहिँ हजुरहरू सामु चाहिँ यो भिडियो प्रस्तुत गर्न पाएकोमा चाहिँ मलाई चाहिँ अति खुसी लागिरहेको छ। र अहिले हाम्रो भतिज चाहिँ पुरै यहाँनिर आएर
वर मागिरहेको छ, पूजा गरिरहेको छ। यस्तै हुँदै यहाँबाट देखिने तलको भ्यूहरू पनि बबालदेखि त हामी आएकोपट्टिको फाँटहरू पनि अहिले चाहिँ पुरै बादल लागेको हुनाले केही देखिएको छैन। अहिले चाहिँ हामी सिलिचुङको टपमै आएर चाहिँ यसरी बालेर चाहिँ हामी यहाँ पूजा गर्न लागिरहेका छौँ। अहिले चाहिँ यसरी हामीले यहाँ पूजा गर्नुपर्ने हुन्छ, वर माग्नुपर्ने हुन्छ मजालेसँगले। यहाँ हामी यो साले प्रतिमा चाहिँ एकदमसँग यहाँ सिलिचुङको टपमा आएर चाहिँ हाम्रो देवी देउराली हरेक खन्ने यहाँ हाम्रो किराँती मध्यमे उद्गम थलो भएको ठाउँ स्थान केन्द्रमा आएर चाहिँ अब हामी पूजा गरिरहेका छौँ। अहिले चाहिँ धुपबत्ती बाल्नुपर्ने हुन्छ, चढाउनु पर्ने हुन्छ, मनलाई शान्ति होस् र सोचेको कुरा पुरा होस् भनेर चाहिँ हामीले यहाँ वर माग्न गइरहेका छौँ। अहिले चाहिँ हामीले यहाँ पूजा गरिसकेका छौँ। अब चाहिँ यहाँनिर हामी यहाँ रहेको यो पैसा चढाएको यो भेटी पैसा यो सबै टिपना प्लास्टिकमा राखिदिएको हुन्छ। सबै पैसा यो भिज्ने पैसाहरूलाई चाहिँ हामीले टिपेर कसले टिपेर राखिदिनु भएको रहेछ र पनि हामीले भतिसँग यसरी टिपेर हामीले एक ठाउँमा पारेर चाहिँ राखिदिएका छौँ। यो पैसा चाहिँ टक्क आएर यहाँको समितिहरूले व्यवस्थापन गर्नु होला, यसरी हामीले राखिदिएका छौँ है त। एकदम मजाले बोकामा लाएर टक्कैसँग चढाएको भेटी पैसाहरू चाहिँ अब चाहिँ हामी पूजा गरिसकेका छौँ। यहाँ आएर चाहिँ टक्कैसँग ल है त। अहिले चाहिँ हामीले सिलिचुङ टपमा आएर चाहिँ पूजा गरिसकेका छौँ। पूजा गरिसकेपछि यस्तो आएर यहाँबाट टक्कै यस्तो यहाँ एकदम दामी ठुलो ढुङ्गा रहेको छ। यहाँनिर चाहिँ टक्कै यो चिन्ता बस्ने ठाउँ र यहाँनिर चाहिँ मजाले यहाँनिरबाट चाहिँ सबै कुराहरू गर्ने ठाउँ रहेको छ। यहाँ पनि चिन्ता बस्ने गरिन्छ। यो ढुङ्गामा चाहिँ हामीले यतापट्टि देख्छौँ ढुङ्गा भएको ठाउँ स्थानहरू रहेको छ। यता तलतिर हामी हेर्दैछौँ, अहिले निहाल्दैछौँ। यस्तो छ बादल लागिरहेको छ, बादल नलागे खतरा डेन्जर ठाउँ देखिन्थ्यो। डेन्जर ठाउँमा चाहिँ हामी अहिले चढिसकेका छौँ र अब हामी सालपा सिलिचुङको यात्रा चाहिँ हाम्रो सफल भएको छ। अब चाहिँ हामी केही यो तल धुप टिप्न जानेछौँ र अनि चाहिँ हामी फर्कनेछौँ। बबाल दामी छ, नाइस छ, तर बादल लागेको हुनाले पारितिरको भ्यूहरू हिमालहरूलाई चाहिँ मजाले हामीले निहाल्न पाएनौँ। दुःख लाग्दो कुरा चाहिँ यही छ। तर वेदरले मौसमले साथ नदिएपछि के गर्नु होइन, हाम्रो कुनै दोष छैन। मौसमले यस्तै हो, यो प्रकृतिले अब यस्तै हुन्छ। यस्तै भएपछि चाहिँ अब टक्क लगाएर हामी भिडियो बनाइसकेका छौँ। यस्तै छ सालपा लगायत सिलिचुङ चाहिँ। ल यहाँ निस्किन्छ, जति गाह्रो छ दुईजना निस्किराख्नु भएको छ। अहिले यताबाट चाहिँ हामी आउनुपर्ने हुन्छ। अहिले चाहिँ हामी यहाँ पूजा गरिसकेका छौँ सिलिचुङमा आएर चाहिँ। अब चाहिँ हामी यतापट्टिबाट आएका थियौँ, यो तर्फ चाहिँ हामी यो भेकमा चाहिँ गए पछाडि हामीले यहाँनिर चाहिँ सुनपाती भैरमपाती भन्ने धुप पाउँछौँ। त्यो धुप टिप्न जाने बाटो चाहिँ यताबाट रहेको छ। बाटो चाहिँ अलिक अप्ठ्यारै रहेको छ, यो बाटो हुँदै जानुपर्ने छ। यताबाट हामी आएको थियौँ, यता यो पूजा गर्ने ठाउँ भयो। यस्तो हुँदै चाहिँ अब हामी सुनपाती भैरमपाती टिप्न जानेछौँ। त्यसको लागि चाहिँ म अघि बढिरहेको छु। बाटो चाहिँ अलिक पानी परेको छ, चिप्लो हुन्छ। यस्तै हुँदै जानुपर्ने हुन्छ। म चाहिँ एकदम कठिन जोखिम मोलेर चाहिँ म गइरहेको छु। अब चाहिँ म गएर सुनपाती भैरमपाती टिपेर चाहिँ म आउने छु। अब हजुरहरूलाई पनि देखाउने छु म कस्तो ठाउँमा पाउने रहेछ, कस्तो हुने रहेछ, त्यो कुराहरू हजुरसम्म पनि म देखाउने नै छु। यस्तै हुँदै म लागिरहेको छु ट्याक्कसँग सुनपाती भैरमपाती टिप्नको लागि। म चाहिँ माथि चढाएको पैसाहरू चाहिँ यता तल हावाले उडाएर यतैभरि छ क्या, उडाइरहेछ। खासमा मलाई चाहिँ के लाग्छ भने देउतामा पूजाआजा गर्दा पैसा चढाउनु भन्दा पनि सफा मनले स्वच्छ मनले पुज्ने र पूजा गर्ने गर्दै राम्रो हुन्छ जस्तो लाग्छ। यो पैसाहरू नचढाउँदै, पैसा त खाने होइन नि त भगवान्ले, आफ्नो मन सफा हुनु पऱ्यो, स्वच्छ हुनु पऱ्यो, त्यही कुराहरू चाहिँ हो नि त। अब म लागिरहेको छु। सुनपाती भैरमपाती चाहिँ यता तल पाउँछ, यो चाहिँ होइन, यस्तै हुन्छ लगभग। यहाँ तल अलिक धेरै तल पाउने भएको कारणले म चाहिँ तल फाट झर्नुपर्ने हुन्छ। र मभन्दा पहिले पनि आउनु हुनेहरूले चाहिँ यसरी यहाँनिर आएर हिँडेर गोरेटै बनाउनु भएको छ। यो सुनपाती भैरमपाती टिप्न जाँदा चाहिँ यस्तै हुँदै यो डेन्जर ठाउँ छ है। डेन्जर चाहिँ यतापट्टि जानुपर्ने हुन्छ। अहिले चाहिँ वेदरले लास्टै साथ नदिएको हुनाले यो बादल लागिरहेको छ र अनि यहाँबाट देखिने पारितिरको बस्तीहरू कुलुङ महाकुलुङ र साथै पारितिरको हिम श्रृङ्खला हिमालहरू पनि अति मजाले हामीले देख्न सक्थ्यौँ र निहाल्न सक्थ्यौँ। ती कुराहरूलाई पनि हामीले देख्न पाएका छैनौँ। दुःख लाग्दो कुरा चाहिँ यही रहेको छ। म यता कता छिरेको थिएँ, देख्नै छोडेँ त हो सुनपाती भैरमपाती त कति तल हो। खोज्दै म गइ नै रहेको छु। तल पुगेर म जसरी नि लिएर आउँछु। आज चाहिँ नलै चाहिँ म फर्किँदिनँ नै भन्ने सोच विचारको साथ लागिरहेको छु। र हजुरहरूलाई पनि कस्तो ठाउँमा पाउने रहेछ त, कस्तो हुने रहेछ त, त्यो कुरा म देखाउने छु।
एकदम चोखो धुपको रूपमा चाहिँ लिइन्छ। यो हुनु पनि अब यत्रो दामी ठाउँ, यस्तो माथि हाइटमा हुने र हिमालको ठिक अगाडिपट्टि यता वारिपट्टि हुने खालको यो धुप रहेको छ। त्यही भएर नि अति चोखो धुप मानिन्छ। यो चाहिँ विशेष गरेर बिमारहरू हुँदाखेरि यो धुपको बास्ना लियो भने चाहिँ सञ्च हुन्छ, जिउलाई सञ्च गराउँछ भन्ने पनि एउटा किंवदन्ती रहेको छ र एउटा विशेषता रहेको छ। त्यही भएर यो धुप चाहिँ बाल्ने गरिन्छ। धेरै तल आइसकेँ म र पनि मैले धुप भेट्न सफल भएको छैन। अहिले चाहिँ म चाहिँ सुनपाती भैरमपाती खोज्दै यस्तो डेन्जर ठाउँमा चाहिँ हिँडिरहेको छु। मैले अहिले चाहिँ भेटिएको छुइनँ, यतातिरै पाउँथ्यो। पुरै यो यसरी मरेको यो डाँटहरू मात्रै देखिरहेको छौँ हामीले। खोज्दै म चाहिँ खोज्ने क्रममा यस्तै हुँदै हिँडिरहेको छु। बाटो चाहिँ अति चिप्लो रहेको छ, सालीमा घाँस लडिन्छ कि भन्ने पनि लागिरहेको छ। र पनि म एकदम होसियारपूर्वक साथ होसियार हुँदै म खोज्दै लागि नै रहेको छु र पनि भेटिएको छैन। केही डेन्जर ठाउँ पो छ त, यता त यार भिड छ, यता पनि भिड उता पनि भिड। म यतैतर्फ जानेछु, उतै जान्छु। अब म यतातिर जाँदैछु त म खोज्नु भेट्न सफल हुन्छु कि होइन एकदमसँग। अहिले चाहिँ म सुनपाती भैरमपाती खोज्दै सिलिचुङ डाँडाबाट यतापट्टिको पाटामा चाहिँ फाँटमा चाहिँ आएको छु। यहाँनिर रहेछ एउटा बोट चाहिँ मैले देखिरहेको छु। अब चाहिँ म टिप्न जान्छु, खासै रहेन रहेछ। म चाहिँ सुनपाती भैरममा टिप्नेछु। यो एरिया पहिले टन्नै हुन्थ्यो, अहिले चाहिँ कम मात्र रहेछ। यहाँनिर म टिप्नलाई गइरहेको छु, हजुरसम्म चाहिँ देखाउने छु यस्तो हुन्छ भनेर। सुनपाती भैरमपाती चाहिँ यतापट्टि पाउँछ है, यस्तो ठाउँमा पाउँछ, डेन्जर ठाउँ छ यो है। सुनपाती भैरमपाती यहाँ हामीले देखिरहेको छौँ। यो हो विशेष, यो हो। यसलाई चाहिँ हामी टिपेर लानुपर्ने छ। कतै रहेछ, पुरै यो मरिसकेको जस्तो देखिरहेको छौँ हामीले। अब चाहिँ म यो खोजेर टिपेर लानेछु है त। यो धुप चाहिँ अहिले चाहिँ यसरी टिप्नुपर्ने हुन्छ, तर निकै डर हुन्छ। यस्तो हुन्छ है यो सुनपाती भैरमपाती भनेको चाहिँ टक्क तपाईँहरूले चिन्नुहुन्न भने चाहिँ यस्तो रहेको छ। अब चाहिँ म टिपेर लाग्नेछु आफ्नै गन्तव्यतर्फ। यो पुरै फाँटा, यो सुनपाती पाउने एरिया रहेको छ। अहिले बादलले गर्दा यस्तो रहेको छ। यो पुरै बोटहरू मरेर पहिले चाहिँ ठुलो बोट पाउँथ्यो, अहिले चाहिँ यत्रो मात्रै रहेछ, डढेर लागेर होला सायद। पुरै नष्ट भएको रहेछ र अलिक पातलो मात्रै रहेको छ। मैले चाहिँ अब यति टिपिसकेको छु, टक्क लाएर यति टिपेको छु। यो सुनपाती चाहिँ भैरमपाती पनि टिपेको छु। यो सुनपाती हो, टक्क यति टिपेको छु। भैरमपाती कता पस्यो होइन, भैरमपाती चाहिँ यो हो। भैरमपाती चाहिँ यो हो है, यस्तो हुन्छ टक्क। यो भैरमपाती सुनपाती हो, टिपिसकेको छ। अब चाहिँ म लाग्ने छु। फेरि उकालो जानुपर्ने हुन्छ, सिलिचुङ पुगेर फेरि त्यहाँबाट ओह्रालो झर्नुपर्ने हुन्छ। मौसम चाहिँ पुरै बिग्रेर बदलै लागेको छ, पुरै डर लाग्दो छ। म एक्लै छु र पनि म यतिसम्म चाहिँ आएर टिपिरहेको छु अहिले चाहिँ आँट गरेर। अब चाहिँ म जाँदैछु। ल त यस्तै रहेको छ। सालपास सिलिचुङ आएपछि हामीले नछुटाइ लानुपर्ने यो सुनपाती भैरमपाती चोखो धुपको रूपमा लिने यो धुपी हामीले अहिले चाहिँ मैले टिपिरहेको छु। र अब म चाहिँ लागिरहेको छ, आफ्नै गन्तव्यतर्फ जानुपर्ने हुन्छ। म चाहिँ अब निस्कनुपर्ने हुन्छ। लगभग यहाँबाट मलाई 20 मिनट चाहिँ लाग्नेछ माथि पुग्नलाई। र म अहिले चाहिँ अब सुनपाती भैरमपाती टिपिसकेर चाहिँ यो सुनपाती भैरमपाती हुने ठाउँ चाहिँ यस्तै हुँदै म उकालो निक्लिनुपर्ने छ, निक्लिरहेको छु। यहाँनिर हामीले देख्न सक्छौँ यो चाहिँ पाखाम्बेत है। यो चाहिँ एकदम जडीबुटी औषधि हो। हामीले यहाँ पाखाम्बेतहरू अति धेरै पाउन सक्छौँ। चिन्नेको लागि औषधि नै औषधि भएको ठाउँ हो यो। फेरि यो पाखाम्बेत हो। पाखाम्बेत चाहिँ यहाँ हामीले देखिरहेको छौँ। यस्तो हुन्छ है, यसको पात चाहिँ यो पाखाम्बेतको पात हो। यो यस्तो हुन्छ, त्यही भएर चिन्छौँ यो चाहिँ पाखाम्बेत हो। यो चाहिँ लडेको ओरेको दग्तीहरू भएको छ भने निको हुन्छ भन्ने एउटा ऊ छ। चुड्की दबाई छ भयो भन्दा पनि चुड्की दबाई औषधि रहेको छ यो चाहिँ। लडेको मर्केको सर्केको बेली ठोकेकोमा खाँदा चाहिँ एकदम चट्टै यो चाहिँ निको हुने गर्छ यसले चाहिँ। त्यही भएर यो पाखाम्बेत हो। यो पनि हजुरलाई मैले देखाइरहेको छु। चराहरू चाहिँ क्या नजिक उड्दिने क्या। म चाहिँ अहिले सुनपाती भैरमपाती टिपेर यस्तो ठाउँ हुँदै निक्लिरहेको छु। यति तल झर्नुपर्ने हुन्छ, लास्टै गाह्रो भइरहेको छ। सास पनि बढिरहेको छ, चिसो त्यत्तिकै जो छ। ढुङ्गा भएको ठाउँ स्थानबाट चाहिँ निस्कनुपर्ने हुन्छ माथि पुग्नलाई। म चाहिँ अहिले चाहिँ सुनपाती भैरमपाती टिपेर चाहिँ आइसकेको छु। र अब चाहिँ हामी फेरि यस्तो झर्नुपर्ने हुन्छ। यो अब सिलिचुङ डाँडालाई बाई गर्दै यहाँको देवदेवता देवी देउराली सबैलाई बल माग्दै चाहिँ अब हामी ओह्रालो झर्दैछौँ, ओह्रालो यात्रा पार गर्दैछौँ।
यस्तो हुँदै झर्नुपर्ने हुन्छ। जय सिलिचुङ। अब चाहिँ हामी सिलिचुङलाई बाई बाई गर्दै लाग्दैछौँ। अहिले चाहिँ हामी चाहिँ सिलिचुङ टप पुगेर चाहिँ अब फर्किसकेका छौँ र आधी तलै धेरै तलै झरिसकेका छौँ। अब यस्तै ठाउँ हुँदै जानुपर्छ, डेन्जर ठाउँ छ। तपाईँहरू यति तराईबाट आउँदै हुनुहुन्छ भने चाहिँ पुगेर झर्नलाई धेरै गाह्रो हुन्छ। अघि देखि नै हाल्नुभयो एकजना आन्टी चाहिँ पुरै बामे सर्दै झरिराख्नु भएको थियो। अति गाह्रो रहेको छ, बाटो चाहिँ डेन्जर बाटो रहेको छ र यहाँसम्म आउनुलाई तपाईँहरूलाई मैले सबै भिडियो हाल्दै आएको छु। अनि यस्तै छ बाटो, डेन्जर बाटो छ। के कस्तो लाग्यो यो बाटो साल्पा सिलिचुङ जाने र सिलिचुङ डाँडा कस्तो लाग्यो? बादलले अलिक राम्रो भ्यू त देख्न पाइएन र पनि कस्तो लाग्यो कृपया सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु। साथै लाइक कमेन्ट गरिदिनु होला। यदि तपाईँहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी सहयोग पनि गरिदिनु होला भन्न चाहन्छु। फेरि नेक्स्ट टाइम म चाहिँ यस्तै भिडियो ल्याउने कोसिस गर्दै ल्याउँदै चाहिँ हजुर सामुमा उपस्थित हुनेछु।